भइसक्यो है। आज चाहिँ यहाँ हाम्रो फुपूहरूको घरमा यहाँ धान रोपाइ सुरु भइरहेको छ। यहाँ चाहिँ यसरी मटर चलिरहेको छ अनि उता फाजुले चाहिँ खनिराख्नु भएको छ। फाजु उता अङ्कलले पनि उता बिहारहरू सारिराख्नु भएको छ। यता जैनहरू पनि खेलिरहेका छन्। उता चाहिँ रोपाइ सुरु भइरहेको छ। हेर्नुहोस् यहाँ कति राम्रो मटरले पानी पनि यहाँ भ्याइसकेको छ। आधा चाहिँ रोपिसक्यौँ। अब हामी यही घोडा मात्रै हो रोप्न बाँकी छ। हाम्रो रोपार्नेहरू चाहिँ यति धेरै हुनुहुन्छ। सक्नुहुन्छ भने हिला पनि खेल्नु होला लास्टमा। हाम्रो फुपू चाहिँ उहाँ पानी उम्रिनु भएको छ। अनि हाम्रो भाउजू चाहिँ कोलपुरदेखि आउनु भएको छ। अनि हाम्रो दिदी चाहिँ बाख्खरबाट। अनि यहाँ चाहिँ कुसुमकै बासिन्दा हुनुहुन्छ। म भिडियो बनाउने मान्छे चाहिँ देखेको छैन। उता मोटरबाट त्यति ठुलो पानी आइरहेको छ। हेर्नुहोस् म मान्छे चाहिँ देखेँ तर मेरो खुट्टा चाहिँ देखिरहेछ। यहाँ त अङ्कलले चाहिँ खनिराख्नु भएको छ। हाम्रो फाजुले चाहिँ उता खन्दै अनि बिहारहरू पनि सारिराख्नु भएको छ। आजलाई यति नै। सो हाम्रो फाजुहरूलाई चाहिँ यहाँ बहिराका बासिन्दाहरूले चाहिँ यस्तो सहयोग गर्न आउनु भएको छ। धेरै खुसी लागेको छ भनौँ। फाजुले सिकाइदिने म बोल्ने। ल यति नै है। नल्गी चला।